Yo, what's up, guys? Good morning. Aldin, sir. Hello. Good morning, guys. What's up, guys? आज चाहिँ म यहाँ क्लासमा छु। आज अलि ढिलो उठ्यो। 7 बजीतिर क्लासमा आएको थिएँ। म त कोही थिएन हैन। अनि माथि गएर बसिरहेको थिएँ के क्लासमा। हिजो अस्ति पढेको क्लासमा। अनि त्यहाँ गएको कोही आउँदैन, 1 घन्टा बसिसके। लास्टमा त भरे यसो मुनि हेरेको यहाँनिर पो सबैजना रहेछ क्या अर्कै क्लासमा। अनि सरले माथि एकजना सरले पो तल हो दिक्षान्तहरू तल छ भनिदिनु भयो। अब ठ्याक्क अहिले 8 बज्यो। एकछिनमा खाजा जानुपर्छ। पिरियड चाहिँ जम्मा हाम्रो 4 वटा मात्र हुन्छ। 9:30 तिर 10 बजीतिर छुट्टी हुन्छ। म चाहिँ डेमन स्लेयर हेर्दै थिएँ चट्ट बसेर। म चाहिँ जस्ट कलेजबाट घर आएँ होइन। जुत्ता खोल्नु पर्यो अब। यस्तो भोक लागिरहेछ। अघि त खाएको खाजा र पनि के भएको वाइ यात तालमा भोक लागिरहेछ। चाबी लिन्छु जान्छु। टोयलेटको पनि ढोका किन खुल्लै हो यो। के गर्दै हुन्छ? सुतिराख्नु भएको? आमा यहाँ सुतिराख्नु भएको छ। के छ खबर आमा भन्नु नि? ठिक छ। खाना खानु हो? सबैले खाइसकेको? म मात्र बाँकी? म खान्छु अब एकछिन रेस्ट गरेर। गर्मी भयो क्या धेरै, बाहिर धेरै घाम छ। आमा सुतिराख्नु भएको छ, आराम गरिराख्नु भएको छ। घाम आज टलक्क घाम लागेको छ। फेरि काहीँ नभएको गर्मी छ। उताको किचनको बत्ती बलिरहेको रहेछ। फर्स्टमा त्यो बत्ती मारौँ, वेस्ट अफ इलेक्ट्रिसिटी हुन्छ। फेरि पाइने ठाउँमा चलायो त्यति हो बास। हेलो एभ्रिवान, एउटा कुरा भन्नु थियो। कुरा भन्दा पनि म एउटा अहिले एनिमे हेर्दैछु क्या, यो डेमन स्लेयर भनेर। यो बबाल रहेछ, मलाई राम्रो लाग्यो होइन। अहिले कति म एपिसोड 4 मा छु। राम्रै छ एकदम, स्टोरीहरू पनि राम्रो छ। बबाल लाग्यो मलाई, राम्रो लाग्यो। अहिले हेर्दैछु, अब हेर्न बाँकी छ। अहिलेसम्ममा चाहिँ यो अहिलेसम्ममा एउटा हासिरा मर्छ होइन। यो कान्जिरो चाहिँ एउटा मेन क्यारेक्टर हुन्छ भनौँ न। यसमा कान्जिरो भन्ने एउटा केटा चाहिँ मेन क्यारेक्टर हुन्छ। अनि यिनीहरू चाहिँ डेमन स्लेयर हुन्छ क्या, जुन चाहिँ डिमनहरूलाई मार्ने हुन्छ। अनि यिनीहरूको अर्गनाइजेसन हुन्छ एउटा। अनि त्यसमा चाहिँ हासिराहरू भनेको चाहिँ अप्पर ऱ्याङ्कहरूको क्या, तिनीहरू चाहिँ एडल्टहरू हो अनि पावरफुल पनि हुन्छ। अनि यिनीहरू चाहिँ भनौँ न नाइट टाइममा डेमनहरूले आएर मान्छेहरूलाई खान्छ क्या। मान्छेको ब्लडहरू खाएर तिनीहरू स्ट्रङ हुन्छ। अनि मान्छेको ब्लड खान तिनीहरू राति आएर मान्छेहरूलाई मार्छ क्या। जे होस् बवाल छ, म हेर्दैछु के हुन्छ अब।